हर्क साम्पाङले प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। संसदमा बोल्दै उनले आफ्नो व्यक्तिगत भावना नभई जनताका माग र अपेक्षा राख्न आएको बताएका थिए। उनले भने, म यहाँ मनको कथा राख्न चाहन्न। हामी के गरेका छौँ र भोलि के गर्नुपर्छ भन्ने विषयमा जनताका आवाजहरू प्रस्तुत गर्न चाहन्छु। उनका अनुसार एमसीसी असमान र राष्ट्र विपरीत सम्झौता भएकोले यसको तत्काल खारेज गर्न आवश्यक रहेको बताएका छन्। साम्पाङले देशको सार्वभौम सत्ता र असंलग्नता परराष्ट्र नीतिको संरक्षण गर्नुपर्ने राज्यको प्रमुख दायित्व भएको उल्लेख गरेका छन्। उनले एमसीसीलाई सैन्य रणनीति उद्देश्यसँग जोडिएको असमान व्यावसायिक सम्झौता भन्दै यसको खारेज गर्न माग गरेका हुन्। त्यसैगरी उनले नेपालको समग्र विकासका लागि उद्योग तथा कल कारखाना स्थापना गर्नुपर्ने आवश्यक औँल्याए देशका उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भर हासिल गर्न औद्योगिक क्षेत्रमा प्राथमिकता दिनुपर्ने बताएका छन्। यसका साथै शिक्षा क्षेत्रमा व्यापक सुधार आवश्यक रहेको पनि जोड दिएका छन्। गुणस्तरीय शिक्षा, व्यावसायिक तालिम र सिप विकास कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई उनले आग्रह गरेका छन्। साम्पाङले सरकारले विभिन्न विकास एजेन्डा अघि बढाउँदै जनताको अपेक्षा अनुसार काम गर्न आग्रह गर्दै देशको समृद्धि र स्वाभिमानलाई प्राथमिकतामा राख्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।